नमस्कार। आज पनि मैले खासै कुरो कुरा लिएर होला। हिजो मैले भनेको थिएँ के भनेको थिएँ भनेदेखि कपालमा परेवाले भएको छ राम्रो हुन्छ कि हुँदैन भन्ने है। आज त्यसैको नतिजा देख्न गयो। त्यसको विपरीत के भयो भनेदेखि म बिहान बिहान दाढी फालेर आएको बुढीले कराई, आज शनिबार दाढी फाल्नु हुँदैन भने कराई। मलाई कहीँ न कहीँ अन्देशा थियो, अलिकति कहीँ न कहीँ भइहाल्छ, टक्कटुक्कट हुन्छ जस्तो लागेको थियो। परेवाले हगेपछि त मलाई केही न केही असर देखाउँछ भने देखाइहाल्यो। शनिबार दाढी फाल्नु हुँदैन भने कराई, उफ्रो कराई। गाइस, तपाईँहरूले सबैले मलाई भन्नु होला शनिबार दाढी फाल्नु हुन्छ कि हुँदैन है। मैले चाहिँ सोच्छु भनेदेखि राम्रो काम गर्ने, पूजापाठ गर्ने, सबै थोक गर्ने, दाढी फाल्न बुधबार हिँड्नु, शनिबार हिँड्नु हुँदैन। यस्ता चाहिँ मैले अलिकति भरिसके मान्दिनँ। तपाईँहरूले के कस्तो मान्नुहुन्छ मान्नुहुन्न तपाईँहरू कमेन्ट गरेर बताउनु होला। अरू शनिबार दाढी फालेको राम्रो कि नराम्रो कमेन्ट गर्नु होला प्लिज। थ्याङ्क यू लौरा सर। सुन्नुभयो? मलाई भन्नुहुन्छ होला सधैँ घर के कहिले के टाउका हगो, कहिले के दाढी बनाए भनेर भन्छ होला। त्यस्तो चाहिँ नभन्नु होला। घरको समस्या सबैको। थ्याङ्क यू। यता अलिकति म भन्दैछु त्यो सुन्नु।